सम्पूर्णमा जय मसीह। जीवनको लागि सत्यता दैनिकी उपासना पुस्तक गस्पल पब्लिकेसनद्वारा प्रकाशित भएको आजको शीर्षक रहेको छ अविश्वासको मार्ग। आज वैशाख 9 गते मंगलबार अप्रेल 22 तारिक। आजको खण्ड रहेको छ यूहन्ना 18:5। यहाँ यस प्रकारले लेखेको छ, उहाँलाई पक्राइदिने यहुदा पनि तिनीहरूसँगै उभिरहेको थिए। यहुदी अगुवाहरूले अब मर्नुपर्छ भनेर निर्णय गरेका मानिसलाई पक्रन सिपाहीहरू गेतसमनीको बगैँचामा पुग्दा मुख्य व्यक्ति पक्कै पनि प्रभु येशू हुनुहुन्थ्यो। तर यहुदाले एउटा मुख्य भूमिका खेलेको थियो र यसले हामीलाई एउटा कठिन पाठ सिकाउँछ। यहुदाले ख्रिस्टलाई गरेको विश्वासघातले इन्कारमा गहिरो जर गाडिएको पाखण्डीपनलाई प्रकट गर्छ। उसको विश्वासघातले एक चेतावनीको रूपमा काम गर्छ कि परमेश्वरको नजिक जस्तो देखिने हृदय पनि अविश्वासको मार्गमा जाँदा कठोर बन्छ, जुन मार्ग विश्वासघात र भ्रष्ट सङ्गतद्वारा चिनिएको हुन्छ। गेतसमनीको बगैँचा केवल एउटा बगैँचा मात्र थिएन भनी चेलाहरूलाई राम्रोसँग थाहा थियो। यो बगैँचा येशू र उहाँको 12 चेलाहरूको निम्ति संगति गर्ने, आराम गर्ने साथै अरू धेरै कार्यहरू गर्ने ठाउँ थियो। तर यही सुन्दर ठाउँमा यहुदाले ख्रिस्टलाई धोका दियो। यो अचम्म लाग्दो छ कि एक व्यभिचारीले आफ्नो वैवाहिक सम्बन्ध आफ्नै विवाहको ओछ्यान तोडे जस्तै यहुदाले यस्तो बदनाम कार्य गर्नलाई यस्तो घनिष्ठ ठाउँ रोज्यो। हामी यहुदालाई बाटोबाट अगाडि आइरहेको र सिपाही र यहुदी अधिकारीहरूको समूहको नेतृत्व गरिरहेको कल्पना गरौँ। यहुदा जो एकदमै डरलाग्दो तरिकाबाट आत्मिक रूपमा हराएको थियो, उसले एक नेतृत्वकर्ताको भूमिका खेलिरहेको छ। एक अन्धाले अन्धालाई नै अगुवाई गरिरहेको छ। अविश्वासको मार्ग यस्तो ठाउँ हो जसले प्राय निराशाजनक झुटो सान्त्वनाको लागि बिन्ती गर्छ। यो बगैँचा एक सुन्दर र शान्त ठाउँ भए तापनि यस बगैँचामा एक जघन्य घटना घट्यो। जब हामी ख्रिस्टलाई धोका दिने परीक्षामा परेका ठाउँहरूको बारेमा सोच्छौँ, छुट्टी मनाइरहेको बेला, आराम गरिरहेको बेला हामीले ख्रिस्टको बारेमा सुनेको सुरुको ठाउँ जहाँ उहाँले हामीलाई आशिष दिनुभयो, खिच्नुभयो र बचाउनुभयो। यहुदाको विश्वासघातमा सामेल हुने हाम्रो इच्छामा हाम्रो हृदयको भ्रष्टतालाई स्पष्ट रूपमा देख्छौँ। यहुदाको उदाहरणले हामीलाई हामी सबैजना होसियार हुनुपर्छ भनी सम्झाउनुपर्छ। क्रिस्चियन जीवनमा सन्तुष्टिको लागि कुनै ठाउँ छैन। तपाईले जेसुकै गर्नुभएको होस् वा देख्नु भएको होस्, अथवा चर्चमा तपाईको अडान जेसुकै भए पनि त्यसले फरक पर्दैन। आखिर यहुदा पनि येशूसँग 3 वर्षसम्म सँगै थियो। उसले उहाँका चमत्कारहरू देखेको थियो र उहाँको शिक्षा सुनेको थियो। तरै पनि उसले उहाँलाई धोका दियो। यसकारण जसले खडा छु भनी सोचेका छ त्यो होसियार रहोस्, नत्र त त्यो लड्नेछ। हामी कसरी चेला भइरहन र यहुदाले छनौट गरेको दुःखद मार्गबाट बस्न सक्छौँ? परमेश्वरको वचनले बारम्बार सचेत गरेछ, हामी बिस्तारै बढ्दो कठोर हृदयप्रति सावधान रहनुपर्छ, जसले अन्ततः हामीलाई अविश्वासको बाटोमा पुर्याउँछ। बरु हामीले पवित्र आत्माको कुरा सुन्नुपर्छ, किनकि उहाँले हामीलाई मार्गदर्शन गर्नुहुन्छ। हामीले हाम्रो हृदयको कोमलता, हाम्रो दिमागको खुलापन र ख्रिस्टलाई अङ्गाला भनी प्रोत्साहन दिने आत्माको लागि प्रार्थना गर्नुपर्छ। यहुदाबाट हामीले सिक्न सक्ने कठिन पाठ भनेको यही हो कि परमेश्वरको अनुग्रहले मात्र हामी खडा रहन सक्छौँ। त्यसकारण विश्वासघातीहरूमध्ये एक नबन्नलाई यसरी प्रार्थना गर्नुहोस्, मलाई बचाउनुहोस् प्रभु, तपाईलाई शङ्का गर्ने र अस्वीकार गर्ने वास्तविक परीक्षाहरूबाट मलाई बचाउनुहोस्। मलाई तपाईको सुरक्षा र प्रावधानको आश्चर्य देखाउनुहोस् र पिताले तपाईलाई दिनुभएकोहरूमध्ये कसैले पनि तपाईले गुमाउनु हुने छैन भन्ने मेरो निश्चयतालाई नयाँ पारिदिनुहोस्। तपाईको आजको दिन आशिषमय भएको होस्। जय मसीह।